8 साल सालै साल जुगै जुग यसरी लगाइदिन पाऊँ है बुढा। अर्को सालमा त अर्को साल हिरो बेर लाउनु पर्छ। ल रेडी यहाँबाट धेरै नोट निकालिदिनु मलाई। एउटा मात्रै दे 50 को दे दी त्यहाँ निलो होला। एउटा नोट निकाल्नु, एउटा नोट निकाल्नु। ठुलो ठुलो होस् बिहा पनि गरिहाल्ने यार। अच्छा आफू लगाउनु पर्छ। हो त निधारमा नाकमा होइन ल नाकमा लगाए निधारमा यहाँ लगाउ न यहाँ माथि हजुरले लगाइदिँदा हुन्थ्यो के माथि माथि आऊ न ठुलोलाई ल अब आफूले लाग्थ्यो मैले लगाइदिएँ बा बा सर बा ल लगाउनु उल्टो भएन फेरि कसलाई हो मलाई टिको थाहा छ कसलाई हो भन्छ त निधर लगाइ लाग्नु अलिकति म धेरै नभने निधारमा लगा हातमा होइन दुईटा अलि यसै लगाउन पाऊँ भने ट्याक्क ट्याक्क अलि धेरै लगाएन निधारमा टेस्ट गरेको छैन भयो कि धेरै अब लगाएर सकिरहेछ नि त भयो कि छपक्कै लाग्दैन अब ठुलो मान्छेको हातको लगाउने त ड्याममै लगाउने पो त सकेको बिचरा 8 साल सालै साल जुगै जुग यसरी लगाइदिन पाऊँ है बुढा। अर्को सालमा त अर्को साल हिरो बेर लाउनु पर्छ। लामो आयु होस्। को आउँछ गर्नु को आउँछ अब त ठुलो खाँदै गर्ने 2-4 जना मात्र लगेछ टाको दिनु आँखा चाहिँ किन देब्रेलो दिए यताबाट टिभी आएछ क्या मोबाइल चलाएको छ क्या भयो भने निधारमा लगाइदिनु त्यता भयो निधारमा लगायो नि त हातको दिक्कत टाठो अरे निरा रेडी यहाँबाट धेरै नोट निकालिदिनु मलाई। एउटा मात्रै दे 50 को दे दी त्यहाँ निलो होला। एउटा नोट निकाल्नु, एउटा नोट निकाल्नु। रेडियो है रातो वाला निलो भयो त्यो 50 न हिरो नोट भयो काम लगाइदिनु त भयो भयो चाड्न पर्दैन क्या तेरिका पुरा सेटिङ गर्न पर्दैन कि आज त पुरा के पुरा सेटिङ गर्न थालेछ अब टाउको तल गएर के डेली सकिरहेछ हात माथि गर्दैन फोटो हुन पनि यो हात टेकेर यस्तो हो तिमी खोपडी न लडा देंगे मुखमा खोला मुखमा होइन कि त्यस्तै लगाएको कहाँ लगाइदिए यो लगाएन भनेको त भाग्य माने हो अब म त भाग्य मानिस उजेले हातको कमै खाएर आरामसित बसेर लाउनेसित धेरै झगडा नगरेर डेडी हेलो रोनाल्डो साहब अलिक माथि लाग्यो निधरमा यहाँतिर सधैँभरि बाउको हातको यस्तै लगाउनु पर्छ 80 वर्ष बाउको हात सधैँभरि आगो चप्पल लगेछ लगेछन् हजुरले चप्पल दबाउनु त च्याप पैसा दबाउने क्या यसरी हामी रोनाल्डो भयो भयो बाबाआमाको आशीर्वाद बस्छ मेरो पनि 84 वर्ष हातको टिको लगाउनुमा बरीले भन्नु बुहारीले अहिले दसैँमा त हिँड्दिने हेर्नु पर्दैन नि 500 घुसाइदिन्थ्यो नि अर्को 70 को हात मुनि यो काम लगाइदिनु कानमा थोर लगाइदिनु थोर लगाइदिनु कानमा अहिले आएपछि गाउँमा जानु कानमा कति सानो हो कानमा त तानेको थिएँ मैले त्यसरी सानोमा किन नआएको होला बिस के रे त्यसरी तानेर मिलाएको नि कानमा ठिक छ बाउले त हुन परेन थियो यो बाउको
बाबु ठुलो छ त गोरे पनि ठुलो छ नि त मेरो छैन कि मेरो कान हात यो सबै पातलो पातलो छ कि ठुलो छैन कि मेरो उमा गएको हो के आमाले त कान्छ त हुन्छ कान चाहिँ ठुलो हात चाहिँ ठुलो खुल्ठुलो भनेको लक्ष्मीको गोरेको अनि भएर ठिकै हो लक्ष्मी गोरे मात्रै होइन यसरी हेरेर लक्ष्मीले सुन्यो रिसालाई फेरि त्यहीँ भयो अलि अगाडि आऊ हात थाप बाबु थाप्नुपर्छ हात थाप्नुपर्छ उल्टा होइन सिधा कानमा लैजा ए कानमा हात कानमा भनेको उल्लु निधारमा लगाऊ त्यसरी नितो गर बाबालाई मजा गर्दैन बिहानै यसले उठायो उठाउनु नसकेर मैले फस गएँ यहाँ अहिले लगाइदिनु यहाँ तिम्रो हात यहाँ छ झाडु त छ बाबाजु आशीर्वाद दे हात थाप गोरु जोत्न आज चाहिँ बाबु गर्छु यसले परमेश्वर मेरो नाति चाहिँ मलाई लाडे हुन्छ कि इन्जिनियर हुन्छ कि डाक्टर हुन्छ अच्छा अहिले त फेरि त्यो त ड्राइभर भन्छ भन्नु बाबु ठुलो मान्छे हो त्यो त गुरु भन्छ भन्थ्यो त ड्राइभर भन्छ ठुलो मान्छे भएर मम्मी डेडीले पाल्ने झोकेर खै त बाबालाई गरे बाबुलाई गरे हेर्न ल हातमा मात्रै हाल्ने होला टिको माथि लगाउने हो अहिले कोलो फुलाइदिन्छु अब ऊ कोटे कोटे गरे त्यत्रो टिको जम्मै बाहिर फाल्यो थोरै टिकट ट्याप लगाएर बाइक मम्मी लगाइदियो कि माथि टिक्क गरे क्या माथि निकाल्न यहाँ त सानो बच्चा भएको छ त 400 वर्षको बच्चा ल लिम्पियो ल आइज भाउ भयो आजले गर्दा त्यही जम्मै हेरेँ त चामल देख्छ नि लो मेरो सानो परमेश्वर मेरो सानो मलाई लाउने हुन्छ कि डाक्टर नै हुन्छ मम्मीले पाल्ने सबैलाई पनि दबाई दिने बाबालाई ठुलो मान्छे पनि रिस झलक रिस आउनु हुन्न है एक नम्बर चाहिँ रिसाउने त A few moments later. ताई होर ख्यामिन ल बिचार माथि आँखा होइन फेरि माथि गर्नु कि हातमा सकिरहेछ नि कि यति गर्दैन त्यसो मम्मी लगाइदिनु त ल छुइदिनु हल्का छ माथि ताई माइ खाइदिन हो सेमै त्यहाँ हिँड्नु हो छोराछोरीले राम्रोसित पालोस् भन्न छ भित्र क्या उनीहरूले त कहिले पाएको त होइन ल मामालाई खुसी दिनु है छोराछोरीलाई के हो अब के भन्ने त मैले जान्दैन कि भटाउने बुढो भटाउने बुढो त्यस्तो भयो धेरै छैन कि लिनु भाउजू धेरै भएको डर लाउँछ अहिले त नयाँ पनि पाएन मैले त त्यो पनि यस्तो बोका लिने हो कि अब्जेक्सन गर्ने होइन नि अब ठुलो अझै झुको त अझै हटाइदिनु त्यहाँ अलिकति मिल्दैन कि हात लागेर हात माथिको लाग्नु हातमा हाल्छ हातमा होइन हातमा मात्रै होइन निधारमा लगाइदियो माथि आफ्नो टाको ठाडो गर्न टिको यहाँ लगानी त अब माथि यहाँ निधारमा लगाइदिनु यहाँ लगाइदिनु जिउ हो लम्बा आयो हो बेस कम है अरे उसले आजकल खतरा गरेछ यार दोकान खोलेछ होइन आइए पदम जी पधारिए अंकल ए ओ लो लो आशीर्वाद ल ख्याल टिक्का
हुन्छ इन्ट्रो गरेर म पो यसो भइरहेको हेर्नु मम्मी लगाइदियो राम्रो लगाइदियो उतन भइरहेको ल नातिले बल गरेछ कि राम्रो गर है माथि माथि बढ्दै जाऊ ल है अब है एउटा छोरा पाउने होइन र एउटा मात्रै भयो क्या साथी छोरी त गइहाल्छ फेरि अरूमा छोरा पायो दुईवटा हुन्छ आमाले चाहिँ भाइले मान्ने हो त्यो दावाको सानो छोराले पाउँदैन सानो छोराले अलि के छ सानो छोरा बेला भएको छैन अहिले 15 मा लागिरहेको छ कहाँ बेलै भएको छिटो बिहा गर्न हुन्न कि कहिले लोक नमस्कार नमस्कार हुन्छ हुन्छ हो र बिचरा बस्न अलिकति गाह्रो बस बस बुहारी ज्ञानो बुहारीको बुहारी ख्यामेन चिख्यामेन कहिले देखेको छैन कि होइन आएको छैन ए देखेको छैन बल फर्स्ट टाइमै होला कता नै आछु म है मिरे तोरेर थाहा त किन हुने तर अलि देवबहादुर देवबहादुर है देवबहादुर छ भाटी देवबहादुर कप्तान हात्ती होइन भयो मिदर हो हेर्छ त्यही पो लगाइदिन्छ कति वर्ष पुग्नु अरे 84 अब त 85 भाग्य माने होस् ल अब बटाउनु जान्दैन के अरे तिमीहरू नहाँस है भाग्य माने होस् होइन मैले यता हाम्रो अर्को कुरो भएको छ आयो दिने हुन्छ हुन्छ दाजु हस् मैले यिनीहरू लाउने कि तिमी चिन्छ ब्लक गरिरहेको हो र ल लगा लगा ल लाइन वाइज त तिम्रो भयो नि त नवीन राम्रो आशीर्वाद दिनु नवीनलाई अब मलाई त चिन्नु भएछ नि बोलीले चिन्छ ठक्कै ठक्कै आएर हो यसो लगाइदिनु यही सालमा दुलो हुन पाऊँ भाग्य माने होस् अगाडि बढोस् है जिउजुत गइदिए होस् ल नेता पनि त होइन जे भने पनि ठुलो ठुलो होस् बिहा पनि गरिहाल्ने यार हुन्छ भन्छ कहाँ कुनामा लुगाइराखेको छ यो दुईजनाले बिहा नगरेर परिसान फुल ल्याइदिएन मानेको छ हो र फुल अब लगभग भइसक्यो दुईवटा फुल चाहियो दुईवटा फुल जमरा तर नानी टोरे जाऊ न यस्तो डोगर चाहिँ चक्कुले च्याट्टै काटेर ल्याएको हुन्छ क्या मैले मन्दिरमै राखेको फुल फुल चाहिने के फुल चाहियो र जमरा ल ल ल एकदम ल ल एकदम आशीर्वाद जानु भएछ कि माथि शेर शेर बन्ना है शेर तीन पुस्ता टिको लानु पाएको न के नातिनी भाग्यमानी हो 4 पुस्ता हो हाँ? 3 पुस्ता त नागे स्वभाव हो के अलिकति माथि यसो गर्दैन यस्तो गरिदिँदै छोरा मान्छे हो नाति चार पुस्ता हो र 3 के 3 लो सानो बाबु धेरै पर है कति क्लासमा गएर बाबु
पढेर नाम राख कति क्लासमा गयो आगे बाबा 8 मा भयो 8 मा गयो है बाबुआजीको मुखेतरको मुखेवाला मुखेतरको नाम राख ठीक छ बाजे बाजे गल्ती छ यस्तो जग्गामा टिको लगाइदियो एकदम ल भाइ के माने धेरै पर है बाजेलाई हो त्यहीबाट ल बस अब यो हाम्रो के भन्छ आजको प्रोग्रामको सबभन्दा डेन्जर डन सबभन्दा सानो पदमको छोरा कान्छा छुइदियो भने आशीर्वाद पाउँछ फेरि यसलाई एक बार तामाङ सर ल्याउनुपर्छ कि माथि लगाइदियो मान्ने दरमा लगाइदियो दहीहरू धेरै नले कि बग्यो ल रेकर्ड छ भने आमा लाग्यो धन्दा बाबुलाई एकजना तामाङ सर ल्याउनुपर्छ कि तामाङ सर मेरो प्यारो पलाटी भाग्यमानी हो मेरो सानो बाबुबाजेको नाम राख्ने है तिमी पनि कस्तो हुने बाबु ल यसरी नाति पङ्खाल्टीको लगेको भएर हामी पनि खुसी भएपछि भाग्य भयो ल सानो सानो पनि आमाले त फेरि भन ठुलो पैसा दिएको छ के अरे यो आएको दुई टाइम सेकेन्ड फर्स्ट र सेकेन्ड टाइम मात्र आयो पहिल्यै आएको छ नि त्यहीँबाट गर्दा हुन्छ आशीर्वाद छ मेरो बाबुलाई है एक दिन हामी जामला है फेरि खाना याद छ नि A few moments later. यो राख्यो यो टिक्का लगाइदियो म लगाइदिन्छु न हातबाट टिक्का निधारमा टिक्का गरिदिए अरू सक्दैन भने माथि लगाइदियो म सेसेको रोडमा आँखा होइन माथि म लगाइदिन्छु भयो सकेन भयो छोरीहरू यसो आइले दुःख मान्छ कि बर्गत उसमा बर्गमा गएपछि ठिक भइहाल्छ अहिले त राम्रै उसमै छ अहिले पनि टाढो भएर लगाइदिने त्यो होइन यो कागज हो टिस्यु पेपर यो पर्दैन आउनु दिदी ल म आशीर्वाद दिन आशीर्वाद दिन सधैँभरि लगाउन पाऊँ सधैँभरि बाको हातको लगाउन पाऊँ त कान्छीलाई टिक्का लगाइदिए कि फेरि त्यो कान्छीलाई टिक्का पूजालाई टिक्का गर्ने है ल ल पूजालाई पनि आशीर्वाद दे बिमार नहोस् भन्नु दुःख बिमार नहोस् भन्नु माथि टिक्का गर्ने बाबु हातको सोधै हो लगाउन पाऊँ किन डुङ्ने भनेर उसलाई सानो हुन्छ कि म डुङ्ने हाँसी खुसी गर्नुपर्छ उहाँ आफै डुङ्छ फेरि बाबाले फेरि हामी उ गर्छ रुने होइन के त नरु भन्छु फेरि झन् रुन्छ